हेलो नमस्ते सबैजनालाई र यस लोकसेवा आयोजक वार्षिक कार्यतालिका 2083 र 84 मा सशस्त्र प्रहरी बल नेपालको भ्याकेन्सी पनि खोलिसकेको छ र यहाँ प्रथममा छ सशस्त्र प्रहरी निरीक्षक जुन चाहिँ लगभग पुस पहिलो शुक्रबारमा खोल्ने कुरा छ र लिखित एक्जाम चाहिँ माघ फागुनमा हुनेछ र त्यसको नतिजा भनेको वैशाख जेष्ठमा आउने कुरा छ र दोस्रो नम्बरमा छ सशस्त्र प्रहरी सहायक निरीक्षक भन्नाले जुन चाहिँ मङ्सिरमा खोल्नेछ, मङ्सिर पुसमा खोल्नेछ र त्यसको लिखित एक्जाम चाहिँ माघ फागुनमा हुनेछ र त्यसको नतिजा भनेको चैत वैशाखमा आउने कुरा छ र यहाँ चौथो नम्बरमा पनि हेर्न सक्नुहुन्छ जुन चाहिँ अब कतिजनाले 12 क्लियर नि नगरेको हुनसक्छ र त्यो चाहिँ उहाँहरूको लागि जुन चाहिँ यहाँ चौथो नम्बरमा छ सशस्त्र प्रहरी जवान जुन चाहिँ 8 पास हुँदा भइहाल्छ जुन चाहिँ अहिले लगभग आउने यो महिना भनेको साउन महिना हो र आउने भदौ असोजमा जुन चाहिँ खोल्नेवाला छ त्यो चाहिँ त्यसको लिखित परीक्षा भनेको कार्तिक मङ्सिरमा हुने हो र त्यसको रिजल्ट भनेको पुस माघमा आउने कुरा छ र कतिजना हुनुहुन्छ यो सशस्त्र प्रहरी बल जुन चाहिँ हजुरहरू कतिजनालाई इन्ट्रेस्टेड पनि हुनसक्छ त्यही भएर यो भिडियो उहाँहरूको लागि बनाएको हो यो कसैलाई अब भिडियो मन पर्यो भने प्लिज सब्सक्राइब गरिदिनु होला म अरू पनि अपडेट ल्याउँदै गर्नेछु त्यसको लागि चाहिँ म अरू पनि भिडियोहरू बनाइराख्नेछु र हजुरहरूलाई सशस्त्र प्रहरी बल जस्तो जवानको भयो असहायको भयो इन्सपेक्टरको भयो त्यस्तो नोटहरू चाहिएको छ भने प्लिज मलाई कमेन्ट गर्नुहोला म